हेलो नमस्कार जय नेपाल वेलकम टु बिजे एन्ड ब्रोज। ल आजको दिन हामी सुरुवात गर्दैछौँ मौलाकालीका दर्शनबाट। बिहान उठेर चट्ट नुहाइदै गरियो, त्यसपछि हिँड्यो हामी मौलाकालीको दर्शन गर्नको लागि। यतिखेर हामी आइपुगेका छौँ मौलाकालीका केबल कारको बेस स्टेसनमा र हामीले अहिले यहाँ टिकट लिँदैछौँ। टिकट केही समयको लागि चाहिँ सहुलियत दरमा टिकट दिएको रहेछ। सायद यो अलिकति भर्खर सुरुवाती चरण भएर पनि होला। हामीलाई चाहिँ 6 बजेदेखि खुल्छ, 6 बजेदेखि खुल्छ भन्ने जानकारी दिनुभएको थियो। फोन गरेर मैले सोधेको थिएँ, तर हामी 6 बजे आउँदाखेरि खुलेको थिएन। सायद नेपाली टाइम होला होइन। अनि 6:30 बजेबाट मात्र हामीलाई चाहिँ चेक इन गरेर भित्र जान दिइयो। हामी त्यो अटोमा गएको काम पराएर आउँदाखेरि यस्तो बाटो जाने हो गाडी? हजुर यही बाटो त्यहाँकै बाटो, तर त्यो बाटो अहिले मान्छे गाडी नहिँडेर पुरै झारो ल्याएर यो तलको सुन्दर दृश्य हेर्दै हामीहरू चाहिँ अगाडि बढ्दै थियौँ। हेर्दा हेर्दै कति छिटो माथिको स्टेसन पनि आइपुग्यो। स्टेसनमा हामी झऱ्यौँ र यसो बाहिर निस्केको त यो पनि केही बनेकै छैन रहेछ है। यो बन्दै रहेछ। सायद यो माथि होटल बनाउने हो कि जस्तो छ है। अब तर बन्दै रहेछ। बन्यो भने सायद सुन्दर देखिन्छ होला। अब केबल कारबाट झरेपछि अलिकति हामी उकालो हिँड्नु पर्दो रहेछ है। सिँढी भएको बाटोबाट हामी अगाडि बढ्दै थियौँ। त्यसपछि बाटोमा रहेको एउटा फुल पसलबाट हामीले पूजा सामग्री किन्यौँ। फुल अरू पूजा सामग्री किनेर अगाडि बढ्यौँ र हामी आइपुग्यौँ मन्दिरमा। देवघाट एरिया पहिलोपटक होइन? पहिलोचोटि आएँ, राम्रो रहेछ। केबुल कारबाट आइयो अनि अब दुःख त त्यति भएन। मन्दिरमा जाँदाखेरि अब हिँडेर जानु दुःख नगर्नु भन्छन्, दुःख गरेर जानु भन्छन्। तर सुविधा सम्पन्न भयो हुनाले अब त्यहाँ किन छोड्ने भनेर चढियो। जे होस् माथि अब आज त्यति भिडभाड थिएन, राम्रोसँग पूजा गर्न पाइयो। भित्र गएर राम्रो भयो, खुसी लाग्यो। पुरै धेरै ठाउँको दृश्य देखिँदो रहेछ।